विगत केही दिनदेखि नै प्राइभेट सेक्टरको सबैजना भेटिरहनु भएको थियो। पहिला चाहिँ यो छाता सङ्गठन चेम्बर अफ कमर्स के अरे सिएनआई एफएनसिसिआईलाई भेट्नुभयो होइन, त्यसपछि इपानलाई भेट्नुभयो, त्यसपछि कन्स्ट्रक्सनलाई भेट्नुभयो, त्यसपछि महिलाहरूलाई भेट्नुभयो, उद्यमीहरूलाई भेट्नुभयो, आज चाहिँ फुटवेयर भेट्नुभयो। अब यो भइरहन्छ होइन। उहाँले सबैजनालाई चाहिँ भेट्नुहुन्छ यो प्राइभेट सेक्टरको, किनभने प्राइभेट सेक्टर भनेको चाहिँ यो देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै प्राइभेट सेक्टर हो। आजको 80%सम्मको रोजगारी दिने पनि प्राइभेट सेक्टर हो र ट्याक्स तिर्ने पनि प्राइभेट सेक्टर हो होइन। फेरि प्राइभेट सेक्टर भन्दा ठुल्ठुलो कम्पनीहरू मात्रै होइन, सानो एउटा चुरा पसल खोलेर कोही बसेको छ, एउटा माछा पसल खोलेको छ, एउटा भनौँ न कपाल काट्ने ठाउँ खोलेको छ भने ऊ पनि प्राइभेट सेक्टर हो होइन। त्यसले गर्दा यो प्राइभेट सेक्टर चाहिँ अगाडि कसरी बढ्नुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीजीको एकदमै धारणा त्यही हो र उहाँको मेन कुरा भनेको सुशासन हो र सुशासन पछि चाहिँ आर्थिक समृद्धि त्यसको नै हो। त्यसले गर्दाखेरि फेरि यहाँ चाहिँ कस्तो छ भने उहाँले तुरुन्तै चाहिँ जस्तो गरी जुत्ता चप्पल उद्योगको चाहिँ प्रब्लम्सहरू उहाँले सुन्नुभयो होइन। के प्रब्लम्सहरू छ त? जुत्ता चप्पल उद्योगको सबभन्दा ठुलो कुरा भनेको चोरी पैठारी हो। नेपालमा आज पनि 1000देखि 1200वटा चाहिँ साना ठुला मझौला जुत्ता चप्पल उद्योगहरू छन्, तर पनि अधिकांश जुत्ता चप्पल चाहिँ इन्डियाको बोर्डरबाट चोरी पैठारी भएर तस्करी भएर आइरहेको अवस्था छ। तपाईँले बजारमा देख्नुभयो भने 300, 400, 500 रुपियाँमा पनि नाइकी एडिडास पाइरहनु भएको छ होइन। त्यो नाइकी एडिडास बेच्नु प्रब्लम होइन, तर देशलाई राजस्व नतिर्नु चाहिँ प्रब्लम हो नि त। किनभने यो देश यदि चलामान हुने हो भने त राजस्व त उठ्नु पऱ्यो। देशले कसरी चलाउनु त राजस्व उठ्नु पऱ्यो भनेपछि राजस्व कता चाहिँ चुहाट भइरहेछ, त्यो चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यूले त्यो कन्ट्रोल गर्न खोज्नु भएको छ होइन। व्यवसायीले के भन्नुभयो होइन, आफ्नो मागहरू के राख्नुभयो, आफ्नो समस्या कसरी राख्नुभयो, सम्माननीयज्यूले कसरी त्यसलाई सम्बोधन गर्नुभयो? यस्तो भयो, अब उहाँहरूले त्यही भन्नुभयो, जुत्ता चप्पल उद्योगको सबभन्दा ठुलो प्रब्लम भनेको चोरी पैठारीको हो। आज 10 वर्ष भयो मैले यही कुरा रेज गरिरहेको होइन। त्यसको उहाँले चाहिँ तुरुन्तै कन्ट्रोल गर्नको लागि उहाँले अहिले भर्खर म त्यहीँभित्र नै थिएँ होइन। उहाँले चाहिँ एपिएफको आइजिपी, त्यसपछि पुलिसबाट होइन आइजिपी साहब, त्यसपछि हाम्रो भन्सार, त्यसपछि राजस्व, त्यसपछि चाहिँ वाणिज्य सबैजनाको सचिवहरू उहाँहरू आउनुभएको थियो। उहाँहरू सबैले एउटा टास्क फोर्स बनाइएको छ। अब यो टास्क फोर्सले चाहिँ तुरुन्तै कन्ट्रोल गर्छ होइन, तुरुन्तै कन्ट्रोल गर्छ र नेपालमा सबैजनाले चाहिँ राम्रोसँग उद्योग धन्दा गरेर बाँच्न पाउने स्थिति हुन पर्यो र एउटा चाहिँ लेभल प्लेइङ फिल्ड हुन पर्यो। कसैले चाहिँ रोजगारी दिने, ट्याक्स तिर्ने, भ्याट तिर्ने, कसैले चाहिँ केही पनि नगरिकन एउटा कोठामा चाहिँ उद्योग खोलेर देशलाई राजस्व पनि नतिरेर त्यस्तो गर्न पाइन्न भन्ने चाहिँ सम्माननीयज्यूको मेन कुरा त्यही नै थियो होइन। र सम्माननीय प्रधानमन्त्रीज्यूले एकदमै कुरा सुन्नु, उहाँको मेन खासियत भनेको नि उहाँ एकदमै सुन्नुहुन्छ र उहाँ तुरुन्तै एक्सन लिनुहुन्छ नि त होइन। किनभने योभन्दा पहिला पनि धेरै प्रधानमन्त्रीज्यूहरूसँग मैले भेट्ने मौका पाएको छु, उहाँहरूलाई पनि आफ्नो प्रब्लमहरू सुनाएको छु, तर कहिले पनि यस्तो तुरुन्तै चाहिँ त्यो ऱ्यापिड एक्सन टास्क फोर्स जस्तो गरेर क्रिएट गरेर ल अब यो चाहिँ रोकिनुपर्छ र रोकेन भने के कारणले रोकेन भन्ने कुराको पनि हामीले चाहिँ भन्नुपर्छ क्या होइन। त्यसले गर्दाखेरि म चाहिँ एकदमै खुसी भएको छु आज, किनभने यत्रो वर्षदेखि दुःख गर्दाखेरि पनि यो कहिले पनि सुनवाई भएको थिएन। तर आज चाहिँ सबै समन्वय जसले यहाँ नेपालमा कस्तो छ भने भनौँ न आम पुलिसलाई गएर हामीले चाहिँ किन ट्रक छोड्नुभयो भने उहाँले चाहिँ हामीले छोडेको होइन, हामीले चाहिँ रोकेको हो, राजस्वले छोडिदिनु भन्यो भने हुन्छ, राजस्वले चाहिँ भन्सारले छोडिदियो भने हुन्छ। अब सबैजना एउटै ठाउँमा आएपछि त अब त्यो कसैलाई दोष दिने ठाउँमै हुँदैन र सम्माननीय प्रधानमन्त्रीज्यूलाई चाहिँ काम भएको देख्न चाहनुहुन्छ उहाँले होइन। त्यसले गर्दा एकदमै राम्रो भयो जस्तो लाग्यो मिटिङ। अनि उहाँले जुन प्रश्नहरू सोध्नुभयो त्यसको उत्तरहरू पनि दिनुभयो जुत्ता चप्पल उद्योगीहरूले। र उहाँको चाहिँ मेन कुरा भनेको डोमेस्टिक प्रोडक्सनलाई चाहिँ एनहान्स गर्नुपर्छ नेपालमा र मेन चाहिँ कस्तो हो भने फेरि नेपालमा चाहिँ कृषि पछिको सबभन्दा धेरै रोजगारी दिने भनेको चाहिँ कि गार्मेन्ट हो कि जुत्ता हो होइन। किनभने ठुल्ठुलो इन्डस्ट्रीहरू भनौँ तपाईँको सिमेन्ट अथवा बियर अथवा ठुलो 100, 200, 500, 1000 करोड खोलेको इन्डस्ट्रिजहरूमा पनि अटोमेटेड मसिन हुने भएर चाहिँ 200-300जना मान्छेले पुग्छ। तर जुत्ता चप्पल उद्योगहरूमा चाहिँ आज समग्र जुत्ता उद्योग नेपालमा चाहिँ 50,000भन्दा बढीलाई रोजगारी दिएको इन्डस्ट्री हो होइन। 50,000 भने त डाइरेक्ट हो, इन्डाइरेक्टली त कतिजनाको घरको चुलो बालिरहेको इन्डस्ट्री हो नि त। तर त्यो इन्डस्ट्री अनि त्यसमाथि आत्मनिर्भर भइसक्यो र संसारको कुनै पनि देशमा चाहिँ आफ्नो देशमा आत्मनिर्भर भइसकेको प्रोडक्टहरूलाई चाहिँ बाहिरबाट लिएर आउन मिल्दैन कि, त्यो चाहिँ प्रोटेक्सन दिनुपर्छ होइन। त्यो प्रोटेक्सन नेपालमा दिइरहेको थिएन, तर अब त्यो प्रोटेक्सन पनि दिइन्छ। र यो पहिचान गरेर नेपालमै जुन उद्योग धन्दाले चाहिँ आफै सेल्फ सस्टेन भइसकेको छ त्यो उद्योग धन्दाले चाहिँ कसरी प्रोटेक्सन दिने भन्ने कुराहरू हो, त्यो बारेमा नि कुरा भयो। जस्तो कि आजको दिनमा नेपाली जुत्ता बजारले कतिको सफलता अथवा त्यो फर्टाइल पिरियड छ यो अहिले जुत्ता उद्योगलाई, अथवा नेपाली मागलाई कतिको धानेको छ यो जुत्ता उद्योगले?
मैले भने नि 2025 से 3000सम्मको पनि जुत्ताहरू चाहिँ नेपाली जुत्ताले नै बनाउन सक्ने अवस्था छ होइन, तर त्यो छैन किनभने बाहिरबाट चोरी पैठारी भएको जुत्ताहरू। अब तपाईँले भनौँ न, तपाईँले एउटा फ्याक्ट्रीमा जुत्ता फ्याक्ट्री खोल्नु भएको छ, त्यसमा तपाईँले चाहिँ राष्ट्रले के अरे भनौँ न देशले भने अनुसारको रोजगारी उपलब्ध गराएको छ। मेरो 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 कन्सर्न चाहिँ जस्तो कि आज नेपालीहरूले जति जुत्ता डिमान्ड गर्छन् त्यो त्यो जुत्ता दिनलाई चाहिँ आज उद्योगीहरू सक्षम हुनुहुन्छ? सक्षम छ, किनभने हामीले पर क्यापिटा सू कन्जम्सन भनेर हामीले एउटा रिसर्च गरेको थियो। त्यसमा चाहिँ नेपालीहरूले चाहिँ पर इयर 3टा जुत्ता किन्छन् होइन। जुत्ता भने जुत्ता, चप्पल, स्कुल सुज जे पनि हुनसक्छ होइन। त्यो चाहिँ हामीले नेपालमै 3 करोड जनताले चाहिँ हाम्रो जुत्ता चप्पल उद्योग छ नि त्यसमा अलिकति मात्र एनहान्स गऱ्यो भने त्यो हामीले नै पुर्याउन सक्छौँ। तर त्यो भनेर भएन, यो ओपन मार्केट हो, बाहिर पनि जुत्ता आउन पर्छ होइन। तर हाम्रो प्रब्लम बाहिरबाट जुत्ता आयो भनेर होइन, किनभने यो ओपन मार्केट हो, ओपन इकोनोमी हो, बाहिरबाट पनि जुत्ता आउनुपर्छ। तर त्यो जुत्ताले चाहिँ राजस्व तिरे आउनुपर्छ, ट्याक्स भ्याट तिरे हुन्छ। हाम्रो पनि मनसा त्यही हो, सामान्य प्रधानमन्त्रीजीको पनि त्यही हो। उहाँले भन्नु खोजेको डोमेस्टिक प्रोडक्सनलाई एनहान्स कसरी गर्ने, डोमेस्टिक किनभने जुत्ता मात्र होइन समग्र डोमेस्टिक इन्डस्ट्रीलाई नेपालमा कसरी एनहान्स गर्ने, किनभने त्यो भयो भने मात्रै रोजगारी बढ्छ नि त। आजको समस्या के हो, सबैजना हाम्रो युवा पुस्ताहरू चाहिँ रोजगारी खोज्नको लागि चाहिँ विदेश जानुपर्ने अवस्था छ नि त। त्यो नहोस्, त्यो नहोस्